हरेक यात्राको एउटा सुरुवात हुन्छ अनि हाम्रो यात्राको सुरुवात पनि एउटा सपना बोकेर भएको थियो। दाङको तुलसीपुरबाट बिहानै प्रस्थान गर्दै उत्साहले भरिएको मन र बडी मालिकाको दर्शन गर्ने ठुलो चाहनासहित हामी यात्रामा निस्क्यौँ। यात्रा अगाडि बढ्दै गयो। अगैया नेपालगञ्ज बर्दियाको राजापुर धनगढी र हरिया हुँदै कैलालीको खानी डाँडासम्म। राजमार्गका हरियाली दृश्य, नदीका फुल, बाटोभरिका रमाइला कुराकानी र नयाँ ठाउँहरूको अनुभवले यात्रा झन् रोमाञ्चक बनाउँदै लग्यो। 100 किलोमिटरको सडक यात्रा पार गर्दै साँझ पर्दासम्म हामी कैलालीको खानी डाँडा पुग्यौँ। त्यहाँ हाम्रो पहिलो बसाइ भयो। लामो यात्राको थकान थियो, तर मनमा बडी मालिकाको यात्राप्रतिको उत्साह अझै ताजै थियो। पहाडको शान्त वातावरण, चिसो हावा र भोलिको यात्राको कल्पनाले रात झन् विशेष बनाइदियो। यो त केवल सुरुवात मात्र थियो। अब हाम्रो पाइला बिस्तारै सुदूरपश्चिमको पवित्र तीर्थ बडी मालिकातर्फ अघि बढ्दै थियो, जहाँ प्रकृतिको अनुपम सौन्दर्य र आस्थाको अद्भुत सङ्गम हाम्रो प्रतीक्षामा थियो। हिँडेको करिब 4 घन्टामा यहाँ बर्दियाको सदरमुकाम गुलरियादेखि थोरै अगाडि पुगेका छौँ। र अहिले चाहिँ हामी यो बर्दियाको कोठियाघाट भन्ने ठाउँमा छौँ। यहाँको यो पुलमा चाहिँ हामीले फोटो भिडियो खिचेर निस्किँदैछौँ। अब यहाँदेखि फेरि हाम्रो यात्रा चाहिँ धनगढीतिर अघि बढ्छ। र हामी चाहिँ राजापुरदेखि हिँडेको करिब 2 घन्टामा चाहिँ यहाँ धनगढी पुगियो। अब यहाँ धनगढीदेखि हामी चाहिँ लेफ्ट नलाएर राइट लाएर हामी चाहिँ अतरिया जान्छौँ। हामी चाहिँ अहिले कैलालीको खानी डाँडामा छौँ। सामान प्याक गरिँदैछ। अब हामी चाहिँ निस्किने प्रोसेसमा छौँ। आज हाम्रो यात्राको दोस्रो दिन चल्दैछ। हाम्रो यात्रा कैलालीको खानी डाँडादेखि सुरु हुँदैछ। यहाँ त बाइक रेडी छन्। यता सर के छ? ठिक छ? एकदम ठिकठाक छ सर। यता पाण्डेजी ठिक छ? यता केही भन्नु छ? एकदम ठिक छ। अब हामी चाहिँ मानवीय अनि प्रविधिलाई छोड्दै चाहिँ हामी चाहिँ नेचर हेर्न, नेचरसँग रमाउन चाहिँ जाँदैछौँ। एकदम बास यस्तै रहेछ। हामी आएको बाटो चाहिँ यता चाहिँ डडेलधुराको सदरमुकाम जाँदो रहेछ। यता चाहिँ अछाम हुँदै बाजुरा जाने बाटो रहेछ। यहाँ चाहिँ बोर्ड पनि देख्न सक्नुहुन्छ। बोर्डमा चाहिँ लेफ्ट साइड छन्। दिपायल 55 किलोमिटर, बाजुरा 181 किलोमिटर, अछाम 168 किलोमिटर रहेछ। डोटीको दिपायल भन्ने ठाउँमा पुग्यौँ। हामी बिहान चाहिँ कैलालीको खानी डाँडाबाट हिँडेका थियौँ। अब यहाँ चाहिँ हामीले खाना खान रोकिएको होटलमा। हामी अहिले यो डोटीको सिलगढी हो कि दिपायलमा चाहिँ खाना खान लागेका छौँ। हाम्रो यो पहिलो खाना हो। वास्तव हामी निकै भोकाएका पनि छौँ। अब हामी बोल्न भन्दा धेरै खाना खान्छौँ। ल हामीले खाना खाइन्छ। हामी करिब कैलालीको खानी डाँडाबाट हिँडेको 5 घन्टामा यहाँ पुग्न सफल भइयो दिपायलको सिलगढीमा। ल अहिलेलाई यति नै। अब हामीले चाहिँ अछाम जिल्ला पार गरेर अब चाहिँ हामी बाजुरा जिल्ला प्रवेश गर्दैछौँ। यहाँ बाजुरा जिल्ला प्रवेश तल बुढी गण्डकी। हामी अब एकैछिनमा
मारतडी पुग्छौँ। मारतडी पुग्नलाई मारतडी पुग्ने बाटो चाहिँ यस्तो छ। पुग्ने टाइममा चाहिँ एकदम अफरोड रहेछ। यता सरहरू यस्तो छ हालत, यता पारि यस्तो पहिरो झर्दो रहेछ। अब हामी एकछिनमा पुगिन्छौँ। यता अगाडि सुन्ने छ, हेरौँ कति टाइम लाग्छ। अब यहाँदेखि पुग्न लागिएछ। ल अब हामी चाहिँ बाजुराको सदरमुकाम मारतडी पुग्न लागि त्यो देखिरहेछ। उता माथि पानी पर्दैछ, त्यो सानोतिनो झर्ना नै यस्तो झर्नाहरू बाटोमा चाहिँ मजाले देखेको रहेछ। कति आनन्द ठाउँमा चाहिँ यस्तो छ। सक्नुहुन्छ हजुरले। ल हामी चाहिँ अहिले मारतडी बजार पुगियो भनौँ। बिहान हामी चाहिँ करिब 7 बजेतिर कैलालीको खानी डाँडाबाट हिँडेका थियौँ। हाम्रो 8-9 घन्टाको राइड पछि हामी चाहिँ यता मारतडी बजार पुग्यो है त। ल हामी चाहिँ मारतडी बजार पुग्यो। यता के छ यात्रा कस्तो भयो? पाण्डे सर किन रोक्यो कि के हो र उता बिहान जाइन्छ? ल यो चाहिँ मारतडी बजार। अब भोलि चाहिँ हाम्रो ट्रेकिङ सुरु हुन्छ बडीमालिकाको लागि। यही मारतडी बजार बाजुराको सदरमुकाम चाहिँ यस्तो बवाल देखेको रहेछ, देख्न सक्नुहुन्छ मारतडी बजार। मर्निङ भ्यू है बाजुरा मारतडीको मर्निङ भ्यू चाहिँ यस्तो देखिएको छ। अहिले चाहिँ समय भन्ने हो भने 8 बज्यो। 8 बजेको समयमा यस्तो देखिएको छ मारतडी बजार। मजाले घाम लागेको छ। अब एकछिनपछि हामी चाहिँ हिँड्छौँ। अब हाम्रो यात्रा चाहिँ सुरु हो। उता सबै सरहरू रेडी हुनुभयो। ठ्याक्क अहिले समय भन्ने हो भनेपछि हाम्रो 10:30 बजे मारतडीबाट हिँड्दैछौँ। अब चाहिँ हामी हेरौँ कति बजे पुग्किन्छ। अब माथि कहाँ बसाइ हुन्छ त्यो अवश्य तपाईँहरूले भिडियोमा हेर्नु नै छ। यता सर रेडी हुनुभएको छ। लाइक गरौँ, सब्सक्राइब गरौँ, सबै गरौँ। त्यही सुरुमा यो मन्दिरको दर्शन गर्न पर्दो रहेछ। यो मन्दिर दर्शन गरेर फर्स्टमा अनि त्यसपछि माथितिर रहेछ जाने। हामीले यहाँ मन्दिर दर्शन गर्दैछौँ, त्यसपछि निस्किन्छौँ। यो दर्शन गरेर मात्र माथि गएको राम्रो भन्ने भनाइ छ। यसरी पसिना बगाएर उहाँ चाहिँ यहाँको स्थानीय बाजुराको। हामी सुतापाटनको लागि हिँडिराखेका छौँ। बाटोको अवस्था चाहिँ यस्तो छ। चाहिँ सुतापाटनसम्म रोड पुगेको रहेछ, तर बर्खा भएकोले देखिरहेछ बाटोको अवस्था। बिच पहिरो नि गएको रहेछ, तर बर्खाको समयभन्दा अरू समयमा
आउन सकिँदो रहेछ गाडी लिएर बाइक लिएर। तर बाटो चाहिँ अलि अप्ठ्यारो नै रहेछ। हामी करिब 3 घन्टाको हिँडाइपछि माडतडीबाट यो सिगारो धर्मशालामा आइयो। यहाँ सरहरू पुरै फुलको छाँदै हुनुहुन्छ। कसैको प्रेसर लो भयो अरे। यता के छ सर? ठिक छ। यता मेरो हार्ट रेट बढ्यो। हर्टबिट बढेर यता केही पनि भएन। केही नै भएको छैन, थकाइ पनि लागेको छैन, आनन्द चिल। यता पनि त्यही होला। 7 खाए चाहिँ ग्लुकोज यस्तो छ। थोरैबाट आधा त खाइसक्नु। आधा खाइसक्नु भयो। हामीले चाहिँ अब यहाँ खाजा खान थालियो। खाजाको व्यवस्था चाहिँ आफैले गर्न पर्ने रहेछ। के चाहिन्छ त्यति आफूलाई मनपर्ने खाजा बोकेर आउनुपर्ने रहेछ। खानाको व्यवस्था र बस्नको व्यवस्था चाहिँ छ है फेरि। अब के बोकेको त्यही खाने। यसरी यसरी रेड बुल खाने। उता यो चाहिँ दोस्रो धर्मशाला आइयो। यो चाहिँ कुटेर खाने रहेछ। फोहोर फाल्ने ठाउँ रहेछ, खाडल रहेछ। फोहोर फाल्नको लागि बनाएको, कुहिने नकुहिने सिसा जान्ने फोहोर सबै छुट्टै रहेछ। सरहरू अगाडि हिँड्दै हुनुहुन्छ। फर्किनु भयो? उहीँ पुगेर कहिले जानुभएको नि? 4 दिन। आज कहाँदेखि हिँड्नु भएको नि? आज कहाँदेखि हिँड्नु भएको? ए त्रिवेणीबाट मोरङ। बाइकमै आउनुभएको कि गाडीमा? एकजना अगाडि जानुभएको थियो, हजुरको साथी हुनुहुन्छ क्या? लगभग आधी आइपुग्नु पर्यो। अब हामी कतिमा पुगिएला त्रिवेणी? सरी सोता अनुमान 10 बजे हिँडेको, 10:30 बजे हिँडेको। यहाँदेखि ठ्याक्कै त्यति नै टाइम लाग्छ माथि पुल चढाउन जान। अझ त्यही फुल चढाउनुमै हुन्छ होला तपाईँको। भनेको सोतादेखि धेरैजना हुनुभयो, अलि साँझ पर्दा पनि हिँड्ने भन्नुभयो। सोतादेखि अगाडि हो कि त्यो पुल चढाउने तलतिरै? यतै पऱ्यो। त्यहाँबाट सोता लगभग बिस्तारै जाँदा 2 घन्टा जस्तो म्याक्सिमम। अब माथि पुग्दा गलिन्छ फेरि उता। अवस्था ओडारमा यस्तो छ। यहाँ चाहिँ ओडार रहेछ। गोठहरूमा ठाउँ पाइएन भने यहीँ हो सुत्ने। मस्त तरिकाले। के छ अवस्था? के हुँदैछ? मस्त रेनकोट लाएर हिँड्दै हुनुहुन्छ टोलीहरू। कुहिरो लाछ। के छ? ठिक छ? बाटोको अवस्था यस्तो छ है। यता कुहिरो लाछ। ढुङ्गा नि खस्छ है। यता यस्तो छ अवस्था। माथि पुग्नु पर्ने छ। यस्तो ढुङ्गाको बाटो हिँड्नुपर्छ। यस्तो छ अवस्था है। अब हामी वारीपाटन पुग्न थाल्यो। अहिलेसम्म हेर्ने हो भने हामीले हिँडाइको अवस्था एकदम ठाडै उकालो रहेछ। अब चाहिँ 1300 छ। हामी आज सोतापाटन पुग्ने भन्ने कुरो थियो तर सकिएन। हामी आज चाहिँ वारीपाटन भन्नु रहेछ के अरे। वारीपाटन बसेर भोलि बिहानै उठेर चाहिँ हामी सोतापाटन जानेछौँ। बिस्तारै अब पाटन पनि देखिन थाले तर यहाँ कुहिरोले देख्न सकिएन। हामीले करिब पाटन एरियातिर पुग्न थाल्यो। कुहिरो नलागेको भए सायद पारेतिर मजाको पाटन देखिन्थ्यो होला। मजाको फुलहरू नि फुल्दैछ नि। यस्तो राम्रो फुलहरू नि फुलेका छन्, देख्न सक्नुहुन्छ। अब बिस्तारै पाटन एरिया सुरु हुँदैछ र बाटो पनि एकदम 1300 बाटो पुग्न थालियो। ल हामी चाहिँ यता वारीपाटन पुग्यो। मौसम ट्याक्क खोलेको छ। यहाँ सब फोटो खिच्दै हुनुहुन्छ सरहरू। आज हामी बस्ने चाहिँ उहाँकै गोठमा हो। अहिले यता पुग्दैछ है। मौसम खोलिराखेको छ। अहिले साँझको समय भन्ने हो भने 6 बजेको छ। हामी बिहान चाहिँ अलि ढिला हिँडेका थियौँ। हामी चाहिँ ढिला हिँडेकोले
हामी सोतापाटन पुग्ने भनेका थियौँ। सोतापाटन पुग्न सकिएन। बिहान चाहिँ हामी करिब 11, 10:30देखि 11को बिचमा हिँडेको थियौँ माडतडीदेखि। अलि टाइममा हिँडेको भए हामी चाहिँ आज सोतापाटन पुग्न सकिँदो रहेछ, तर हामी पुग्न सकिएन। आज बस्ने भनेको यतै चाहिँ वारीपाटन। ल हामी चाहिँ सोतापाटन पुग्न सकिएन, वारीपाटन बस्ने ठाउँमा पुग्यो। यहाँ गोठमा बसेका छौँ, दुखम सुखम गर्दै आइयो। बाले मोही पार्दै हुनुहुन्छ मस्त। सुदुरै हो तर अलिक सुन्दर हो। यसरी मोही पार्नुपर्छ। जिकै माया तमलाई। यहाँ सर ट्याक्क आगो ताप्दै हुनुहुन्छ। उता भाइ छन्, चिसो एकदम चिसो छ। गुड मर्निङ सबैमा। हामी चाहिँ आज ट्रेकिङको डे 2 मा छौँ। हिजो हामी आएर चाहिँ यहाँ वारीपाटनमा बसेका थियौँ। अब चाहिँ हामी सोतापाटन हुँदै त्रिवेणीको यात्रा सुरु हुँदैछ। यहाँ सर रेडी हुँदै हुनुहुन्छ। हामी चाहिँ गोठमा आएर बसेका थियौँ। मौसम चाहिँ खुल्ने, कुहिरो लाग्ने भइराखेको छ। अहिले चाहिँ मजाले कुहिरो लागेको छ। बिहान चाहिँ हल्का खुलेको रहेछ, तर हामी सुतेकै थियौँ त्यो समयमा। मौसम खुल्दैछ, पारितिर देख्न सक्नुहुन्छ। हामी जानुपर्ने चाहिँ त्यही हो, घोडापाटन रहेछ त्यो ठाउँको नाम चाहिँ। के छ सर, ठिक छ नि आज त? एकदम ठिक छ। अहिले त अब सुरुवात हो के अरे हाम्रो डे 2 को ट्रेकिङको। अब हिजो त लोड पऱ्यो, अब अहिले ठिकै छ। आज नि लोड परिन्छ। हामी पुग्ने कहाँ अरे? त्रिवेणीपाटन। आज त्रिवेणीपाटन गएर आजको स्टे हुन्छ। त्यसपछि चाहिँ भोलि बढी मालिकाको यात्रा हुन्छ। हेरौँ अब यात्रामा कस्तो हुन्छ, दुःख कष्ट जे भए पनि एडभेन्चर लिने हो। हामीले सबै देखाउने नै छौँ भिडियोमा। हेर्ने कर्तव्य तपाईँको। सोतापाटन मोटर बाटो सक्यो। यहाँसम्म चाहिँ मोटर बाटो रहेछ। अब हामी सोतापाटन कटेर माथि चाहिँ घोडापाटन हुँदै त्रिवेणीपाटनतिर लाग्दैछौँ। अब यहाँदेखि चाहिँ हाम्रो उकालोको यात्रा सुरु हुन्छ। उकालो हिँड्ने रहेछ। हेरौँ कति टाइम लाग्छ। अब देख्न सक्नुहुन्छ क्या दामी फुल फुल्यो। यो चाहिँ सोतापाटनदेखि घोडापाटन जाने बाटो हो। सबै उकालो हिँड्नु पर्दो रहेछ। उहाँ दुईजना सर पछाडि हुनुहुन्छ, आउँदै हुनुहुन्छ। पानी परेर रेनकोट लाएर हिँड्नुभएछ। दुईजना फेरि उमाथि लहर हिँड्दै हुनुहुन्छ। हामी चाहिँ घोडापाटन पुग्यो। अब करिब 1.5 घन्टाको हिँडाइपछि घोडापाटन पुग्यो। अब चाहिँ हाम्रो सबै कुहिरोले छोपेको छ, नत्र एकदम राम्रो देखिन्थ्यो होला। देख्न सक्नुहुन्छ सबै कुहिरो लाग्छ। घोडापाटन यही हो। घोडापाटन यही हो। यहाँ गोठहरू छ यता माथि ठ्याक्क। ल पानी पर्दैछ, सिमसिम चिसो मौसम छ। उता फेरि खोला बग्दैछ। घोडापाटनदेखि अलि अगाडि आइसकेपछि केही ओह्रालो बाटो आउँदो रहेछ। अब हामीलाई चाहिँ हिँड्न थोरै केही सहज होला जस्तो छ ओह्रालो बाटो। त्यसपछि हेरौँ कस्तो आउँछु। त पारि देखेको हो भने चाहिँ उकालो बाटो रहेछ फेरि। हेरौँ अब खोला रहेछ है। घोडापाटनबाट ओह्रालो लागिसकेपछि यहाँ यस्तो मजाको खोला बढ्दो रहेछ। र साथीहरू उता बाटोको अवस्था देख्न सक्नुहुन्छ, यस्तो छ। झर्दै हुनुहुन्छ उता ओह्रालो। उता सब कुहिरो लाग्छ। मौसम खुल्ने त लक्षण नै छैन। मौसम खुल्ने लक्षण चाहिँ देखिँदैन। यहाँ खोला छ, मस्त तरिकाले बग्दैछ खोला चाहिँ। दोगाड खोला रहेछ है। दोगाड खोला। यहाँ चाहिँ उताबाट अर्को खोला आएको छ। यसरी 2वटा खोला मिसिएको छ। यहाँ चाहिँ काठको पुल रहेछ। काठको पुल तर्न पर्ने रहेछ घोडापाटनबाट आउँदा। र अब चाहिँ हाम्रो उकालोको यात्रा सुरु हुन्छ। घोडापाटनदेखि अगाडि आइसकेपछि केही समय ओह्रालो झरिसकेपछि हाम्रो यात्रा चाहिँ उकालो हुँदै
माथि पुगिने छ र त्यहाँ गोठहरू छ र त्यहाँ चाहिँ खाना पाउँदो रहेछ। अब हामीले त्यहाँ गएर खाना खान्छौँ। भोक पनि मजाले लागिसकेको छ र फुलहरू देख्न सक्नुहुन्छ। यति मजाले बाटो गरी हामीलाई फुलहरूले स्वागत गर्दै अगाडि बढाउँदै छ। ल हामी चाहिँ उकालोको सकसपूर्ण यात्रापछि भित्ती चिन्ह पुग्यो। यहाँ हामीले चाहिँ खाना खाएर निस्किन्छौँ है त। यहाँ गोठहरू छ, यो गोठहरूमा हामीले खाना खान्छौँ अनि यहाँदेखि निस्किन्छौँ। यहाँ खाना खाएर अब निस्किँदैछौँ, निस्किसक्यौँ। अब हाम्रो यात्रा हुन्छ त्रिवेणी पाटनतिर। अब उकालो उकालो अझै बाँकी छ। ल मौसम फुल्दैछ है, अलिअलि मौसम फुल्दैछ। यहाँ फुल ल अहिले हामी यस्तो उकालो बाटो हिँड्दैछौँ। यता कुहिरो लाग्छ, चारैतिर कुहिरोले छोप्दैछ। करिब करिब उचाइभन्दा 3900 मिटर उचाइमा हिँड्दैछौँ। अबको केही समयपछि हामी त्रिवेणी पाटन पुग्नेछौँ। ठिक छ नि? के छ अवस्था? नाजुक छ, अवस्था नाजुक छ है। बोतल भन्दैछु मैले चाहिँ। प्रयास जारी छ बढी माइको दर्शन गर्न। हामी चाहिँ बुढीमाई थान भन्ने पाटनमा पुगियो। यहाँ चाहिँ एकदम हराउन सक्ने सम्भावना चाहिँ बढिरहेछ। बाटोको एरिया पनि देखिँदैन अनि कुनै बोर्ड पनि राखेको छैन। त्यो कारणले यहाँ चाहिँ यो एरिया पुग्दा चाहिँ एकदम ख्याल गर्नुपर्ने अवस्था देखेँ मैले। त्यो भएर हामीले एकजना भाइलाई लगेर जाँदैछौँ त्रिवेणी जानको लागि। यहाँ चाहिँ बोर्ड राखिदिएर एरो राखिदिएर देखाउन पर्थ्यो, तर त्यस्तो देखिएन। त्यो भएर यो एरिया पुगिसकेपछि यसो ख्याल गर्नु होला। अहिले हामी त्रिवेणी पाटन पुगिँदैछ। यति आनन्दको ठाउँ रहेछ कि, यति आनन्दको पाटनहरू रहेछ कि उता पारि भेडा चढ्दैछन् अनि यस्तो खालको खोलाहरू बग्दैछ। मस्त तरिकाले फुलहरू फुलेको छ। तर ठाउँ चाहिँ एकदम स्विजरल्यान्डको बाहुबडी मालिका त्यसै भनेको रहेनछ है। हो रहेछ, यो देख्दा चाहिँ त्यस्तो स्विजरल्यान्डभन्दा कम चाहिँ छैन है। हामी चाहिँ त्रिवेणी पाटनमा पुगियो। अब त्रिवेणी पाटन पुगेर हामी बस्ने होटलको व्यवस्था गरी बस्न पनि बसिएछ। भोलि बिहान चाहिँ हाम्रो बडी मालिकाको बडी माईको दर्शनको लागि यात्रा सुरु हुन्छ बिहान नै। सुतिसक्नु भएको छ सर, उता कोही उता रेडी हुँदैछ। हाम्रो सुत्ने चाहिँ यही ठाउँ हो। स्लिपिङ ब्यागभित्र ट्याक्क सुत्ने यो जाडोमा, यो चिसोमा। खुल्दैन, मौसम खुल्ने सम्भावना छैन। हामी बस्ने होटेलहरू चाहिँ यो है। बाहिरी दृश्य यहाँको सबैमा शुभ बिहानी। हामी चाहिँ अहिले बडी मालिकाको ट्रेकिङको तेस्रो दिनमा छौँ। हामी अहिले चाहिँ त्रिवेणी पाटनमा छौँ। अहिले बिहानको करिब 7 बजेको छ। अब यहाँबाट हामी चाहिँ बडी माईको दर्शनको लागि हिँड्नेछौँ र मौसम बिस्तारै खुल्दैछ। सायद खुल्छ भन्ने आशमा छौँ हामी। यता पाटनहरू देखिन्छ, मस्तको पाटनहरू देखिँदैछ। घाम लाग्ला जस्तो नि भएको छ। यताबाट हामीलाई सूर्यले स्वागत गर्नको लागि रेडी हुँदैछ। अनि यता चाहिँ यो भाग देखेको चाहिँ त्रिवेणी धाम। यहाँ स्नान गर्ने ठाउँ चाहिँ यहाँ अरे। अब हामी यहाँ स्नान गरेर
बिस्तारै यसरी माथितिर चाहिँ हामी उकालो लाग्छौँ है त केही समयमा। ल यो चाहिँ स्नान गर्ने ठाउँ है त्रिवेणीको। यस्तो बनाएको रहेछ, यहाँ बिचमा यस्तो छ, यता मन्दिर छ, यो चाहिँ गेट रहेछ यहाँनिरको, यस्तो देख्न सक्नुहुन्छ। धर्मशाला जाने गेट रहेछ, यहाँदेखि अलिकति यता माथि गइयो भने धर्मशाला पुग्किन्छ। त्यहाँ धर्मशालामा चाहिँ चार्ज लाउने ठाउँ नि रहेछ, सोलर प्यानल राखेको रहेछ भन्ने कुरा सुन्नमा आयो। धर्मशाला कहाँनिर छ भन्दा यो माथि देखेको चाहिँ धर्मशाला हो। यहाँ चाहिँ चार्ज लाउने ठाउँ छ अरे। अहिले हामी चाहिँ खेतीपाती पाटन हेर्न जाँदैछौँ। दाइ चाहिँ यहीँको रहेछ स्थानीय। हामी केही समयमा 10-15 मिनटमा खेतीपाती पाटन पुगिन्छ। त्यहाँ खेतीपाती पाटन हेरेर अनि फर्किन्छौँ है त। यस्तो मजाले मौसम खुलेको छ चारैतिर, मस्त मजाको घाम लाग्दैछ, देख्न सक्नुहुन्छ। थ्री 360 भ्यू भनेको यही होला क्या। क्या मजाले खोल्दै चारैतिर डाँडा पाटन। वाह त्यही हो। चट्टा गयो नि पाटनै पाटन। ए मस्तको पाटनहरू देखिँदो रहेछ। मौसम खुलेको छ, मजा रमाइलो हुँदैछ है। यहाँ हामी चाहिँ खेतीपाती पाटन हेर्न जान थालेको आधा घन्टा भयो, आज पुगेका छैनौँ। फोटो खिच्दै भिडियो बनाउँदै यति राम्रो सिनहरू देखिँदैछ, मजाको। तपाईँहरू पनि एकचोटि आउनै पर्ने ठाउँ हो, एकचोटि अवश्य भिजिट गर्नु होला यो ठाउँ। एकदम मस्त। त्यो 2 दिनको हाम्रो ट्रेक थियो, 2 दिनको बाइक राइड थियो, त्यो सबै बिर्सिन्छ यहाँ आइसकेपछि। यदि मौसम खुल्यो भने यति बवाल, यति राम्रो देखिन्छ कि कुरै छोड्नुहोस्। देख्न सक्नुहुन्छ तपाईँले पनि। डाँडा डाँडा कुहिरो नि लागेको छ, कतै मजाको घाम लाग्दैछ। फाइनल्ली हामी चाहिँ खेतीपाती पाटन पुगियो। यस्तो छ, खोइ धान लगाए जस्तो त देखिँदैन त। हेरौँ कतै देखिन्छ कि। उता अगाडि चाहिँ यहाँ स्थानीय हुनुहुन्छ, उहाँसँग सोध्छौँ केही कुराहरू। यस्तो देखिँदैछ है। यहाँ चाहिँ धान रोपेको चाहिँ होइन, तर प्राकृतिक रूपमा उम्रन्छ भन्ने कुरो सुन्न। कि धान रोपे चाहिँ छ ल, त्यसै खेतीपाती पाटन भनेको होइन रहेछ। यो धान रोपेर भर्खर धान रोपे जस्तो देखिन्छ। रोपेको चाहिँ होइन, कुनै मान्छे आएर जोतेर खनजोत गरेर त्यसरी रोपेको चाहिँ होइन। यता झन् अझ क्लियरली देखिन्छ। एकै धान रोपे चाहिँ छ यो। धान नै भने नि हुन्छ यसलाई चाहिँ। एकै धान रोपे चाहिँ छ, सबैतिर त्यस्तै छ। यता नि देख्न सक्नुहुन्छ, यता नि त्यस्तै छ। धान भन्दा नि हुन्छ यसलाई, केही फरक छैन। भर्खर रोपे जस्तो देखिन्छ। पाटै पाटक, खेतै खेत, खेतै खेत, खेतै खेत, खेतै खेत। हजुर, भागीलाई मान्छेले धानको बालो पाउँछन् भन्छन्। त्यो बालो लिएपछि धुकुटीमा राख्यो, धुकुटी कहिले सकिँदैन भन्छन्। यहाँ त्यो अब जुनसुकै मान्छेले पाउँदैन, त्यो भाग्यमा छ, ऊ मान्छेले मात्रै पाउने हो। योभन्दा पहिला कसैले पाएको छैन नि? होइन, एकखेरी पहिला यता कसले पहिला पायो भन्नु लागिरहेको थियो। हामीले सुने मात्रै हो। यो यताको है, यताको रोप्न बाँकी, यो चाहिँ भर्खर रोपेको।
यदि अलि चाँडो भएको भए कालिन्थ्यो होला है। उता काली यो के हो भनेपछि सुइटाल्ला आदि रोप्ने आदि हुन्छन् कौवा आदि बाउसिया हुन्छ ए तिमीले त बिहा हो त छ नि औलोमा हुन्न नि यहीँ आएर यो काम गर्छन्। ओके यस्तो हल्लिन्छ जमिन। बिउ चाहिँ यो रहेछ नर्सरी, यहाँदेखि बिउ निकालेर उता रोप्ने रहेछ। बडी मालिकका बाउ के भन्ने कुरो गोरु जोतेर छोडेको छौँ नि हामी जसरी छोडेको हो यो चाहिँ तपाईँको यो अब बिउ निकाल्न बाँकी हो, के निकालेर यहाँ रोप्छन्, यहाँ रोप्ने रोप्छन् कि तपाईँले अहिले केही भूत परेर लाग्यो नि उहाँले छोड भने छोड्छ, अरूका कोही कोही धामीको बा आए पनि सक्दैन, छोड भन्यो भने बढी होइन त बडी मालिकको पुजारी हो, उनले छोड भने छोड्छ। पहिला यस्तो थियो त्यो हुनसक्छ, त्यो कुराले हुनसक्छ। पहिला तिनको बाजेको बेलामा राक्षसहरू खेत खन्थे अरे, अनि तिनलाई नास्ता पुर्याउनु जानुपर्ने, एक दिन अनि पुर्याइसकेपछि नफर्काउनु पर्ने। एक दिन के गरेछ भने नास्ता पुर्याउने मान्छेले अनि कसरी खाँदा रहेछन् भनेर नास्ता खान हेरेछन्, अनि त्यसपछि फर्केर हेरेछ, काटकुट पारेर अनि मान्छेलाई काटेर अनि सका पारिदिएछ। अनि पछि फर्केर के अरे तिनका बाजेले यसो हेर्दाखेरि ए भनेर रिसाएछन्, अनि त्यो मासु टिपटाप गरेर एकैमा खत्याएछन्। अनि एउटा बच्चाहरू सन्चोले बानी हुन्छ नि त, एउटा बच्चाले कन्छे अँगुलो खाइदिएछ पुरो त्यो काट्ने बेला, पछि सब खत्याएपछि मान्छे बनेछ तर कान्छे अँगुलो पुरो खाइदिएछ। त्यस्तो अवस्था हो नि त त्यो। हामी चाहिँ यहाँ त्रिवेणी पाटनदेखि बडी मालिकाको लागि हिँड्दैछौँ सब रेडी भएर। हिजो साँझ बसेको चाहिँ यही हो। अब हामी चाहिँ बडी मालिकाको दर्शनको लागि हिँड्दैछौँ है। ल केही भन्न छ राजन सर? बिहानी पख चाहिँ मौसम पुऱ्यो रमाइलो हो, पाटन सबै पाटन चाहिँ एकदम मजाले अवलोकन गर्न पाइयो रिल्याक्स पारामा। त्रिवेणीमा गएर नुहाइयो पनि चिसो पानीले, ताकि आजसम्मका पापहरू पखालियो आजसम्म। त्यही नि हो। अब लेट्स सी अबको रमाइलो हल्का हुस्से लागेको अवस्था छ। बिहान चाहिँ राम्रै खुलेको थियो, हामीले चाहिँ निकै राम्रो दृश्यहरू अवलोकन गऱ्यौँ। यो चाहिँ त्रिवेणी पाटनबाट आउने त्रिवेणीबाट आउने बाटो। हामी चाहिँ यताबाट आएका थियौँ। यो चाहिँ सर्टकट भनेर आएको, झन् हराइएन। यताबाट आएर यता रहेछ। ल हामी चाहिँ बडी मालिकाको यात्रामै छौँ। अब करिब 1.5-2 घन्टामा पुगिन्छ सायद। यहाँ सरहरू यसरी थाकेर बस्नुभएको छ। करिब हामी 4100 मिटर उचाइमा आइएको छ। मेन्दैछ नि तल, यस्तो भिड छ, यस्तो मजाले फुल पनि फुलेको छ है। हामी करिब त्रिवेणी पाटनदेखि हिँडेको 3 घन्टामा यहाँ चाहिँ लौरी विनायक आइयो र कतै तेर्सो रहेछ, कतै उकालो रहेछ। यहाँ आउँदा चाहिँ मौसम यस्तो छ, सबै कुहिरो लाग्छ र यहाँ चाहिँ उचाइ भन्ने हो भने करिब 4210 मिटर उचाइ रहेछ। त्यो चाहिँ
हामी चाहिँ 4210 मिटर उचाइमा छौँ अहिले। यसलाई यो ठाउँलाई चाहिँ लौरी विनायक भन्दो रहेछ। यता चाहिँ डेन्जर भिर रहेछ, यता साइड ठिक रहेछ। और चाहिँ यहाँ रेलिङ लगाएको रहेछ। यता चाहिँ कुहिरोले खासै देखिएन कुहिरोले खासै। यताको साइड यता यस्तो खतरा भेट्छ। हामी आएको चाहिँ टुप्पाबाट यस्तो सिडी ओह्रालो झरेर यो फेरि यताबाट तेर्सो गएर उता चाहिँ उकालो उक्लिन पर्छ अरे, उकालो चढ्न पर्दो रहेछ। अब ल करिब हामी 4 घन्टाको हिँडाइपछि बडीमालिका मन्दिर 4220 मिटर उचाइमा रहेछ, त्यहाँ चाहिँ पुग्यो। यसपछि अब हामीले यहाँ दर्शन गर्छौँ, पूजा गर्छौँ, अनि त्यसपछि हामी तल निस्किनेछौँ है त। राजा महाराज बिराजीले हेर्नु सक्छौ शिला हो नि, शिला मात्रै भयो तर शक्ति मात्रै आर्जन गर्नको लागि प्रयास गरे। यहाँको चाहिँ पूर्वाधार, यहाँको संरक्षण, यहाँको चाहिँ अलौकिक प्रकृतिलाई संरक्षण गर्ने को निम्ति सोचै गयो। आफै गर्छौँ भनेपछि डाँफेहरू आइहाल्यो, मृगका बथानहरू आउँछ। त्यसैले हजुरहरूको एकदम यात्रा मङ्गलमय होस्, यही आशीर्वाद ल होस्। डाँफे देख्न पाइयो यहाँ आएर बडीमालिकामा। अब हाम्रो यहाँ चाहिँ पूजापाठ सकेर अब फर्किँदैछौँ हामी तल। आज सायद त्रिवेणी पाटन बसाइ हुन्छ कि कहाँ हुन्छ, यहाँ हामी चाहिँ लक्कीले भनौँ कि के भनौँ, ठ्याक्कै आज यहाँको पुजारी गुरु आउनुभएको रहेछ, उहाँको आशिष लगाएर पूजा गरेर अब हामी फर्किँदैछौँ है त। ल हामी चाहिँ बडीमालिका दर्शन गरेर फर्किँदैछौँ। यता पाण्डेजी हुनुहुन्छ, उता सरवर झर्दै हुनुहुन्छ, रेलिङको बाटो ओर्लिँदैछौँ बडीमालिका दर्शन गरेर। यहाँ आउँदा चाहिँ मौसम खासै खुलेन, सबैतिर कुहिरो लाग्छ।